सबैजना स्वागत छ मेरो युट्युब च्यानलमा। आज म बिनिसित ब्लग बनाउन आएको छु। हेलो हेलो भन्न। हेलो हाय हेलो भन्न। हेलो भन्न। हेलो गाइस आज चाहिँ भिडियो बनाउन गएको छु। हामी मन्दिरतिर डुल्न गएको छौँ। कहाँ गएर घुम्न भन्छ निस्टी? मन्दिरमा। कहाँ गएर भन्छ दिव्य? मन्दिरमा। हामी चाहिँ मन्दिरमा घुम्न गएको छौँ गाइस। सबैजना हेरिदिनु यो ब्लग निम्सम्म। गाइस हामी मन्दिरमा छौँ। फाइनली हामी मन्दिरमा गएर छौँ। देख्न सक्नुहुन्छ हामी मन्दिर पुग्न आँटिसकेका छौँ। तपाईँलाई मन्दिर कस्तो छ म देखाउने छु भिडियोको मार्फत। यहाँ हेर्न सक्नुहुन्छ मन्दिर। गाइस मन्दिर त्यस्तो रहेको छ। हामी भित्र गएर पनि तपाईँहरूले देखाउनेछौँ। माथि हेर्न सक्नुहुन्छ मन्दिर। मन्दिर यस्तो छ। मन्दिर यस्तो छ देख्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो बिनी। यहाँ हेर्न सक्नुहुन्छ मेरो बिनी। अर्को बिनी चाहिँ यहाँ छ मेरो मेजुको छोरीहरू। यहाँ सक्नुहुन्छ बिनी चाहिँ यहाँ नाच्दैछ। अनि अर्को यहाँ छि अर्को पनि नाच्दैछ। दुईवटा मिलेर नाच्दैछ। दुईवटा मिलेर नाच्दै सबैजनाले हेरिदिनु र ब्लग चाहिँ किनभने यो डेली आउँछ। आज मन्दिर कस्तो छ तपाईँहरूलाई म देखाउँछु। भित्र मन्दिर कस्तो छ म तपाईँहरूलाई देखाउने छु। सबैजना हेरिदिनु होला। मन्दिर चाहिँ यस्तो रहेको छ। यहाँ मन्दिर चाहिँ यस्तो छ। दामी छ मन्दिर चाहिँ। राम्रो छ एकदम राम्रो बबल छ मन्दिर। हेर्नु सक्नुहुन्छ गाइस सबैजना गाइस यो भिडियो चाहिँ खुसी भएर त्यसै मन्दिर आएको अनि त्यही भएर मन्दिर चाहिँ यस्तो छ। मन्दिर चाहिँ यस्तो सबैजना हेरिदिनु राम्रो छ। राम्रो छ मन्दिर चाहिँ। हेर्न सक्नुहुन्छ सबैजनाले। यो चाहिँ दमकमा रहेको धनेश्वर मन्दिर हो। यो चाहिँ खुसीले कुदैछ। अहिले कुदिरहेछ। अर्की फेरि आयो। अर्की यिनीहरू दुईजना कुदिरहेछन्। सबैजना हेरिदिनु होला। देख्नुभयो नि यिनीहरू दुईजना कुदेको त सबैजनाले। यहाँ तिनीहरू कुदिरहेछन् खुसीले। यहाँ हेर्नुहोस् भित्र यस्तो रहेको छ। भित्र यस्तो बब्बाल छ ठाउँ। यहाँ ढोका लागेको छ त्यही भएर हामी जानु पाएनौँ गाइस। खोलेको अब तपाईँहरूले यहाँ भित्र पनि देखाइदिन्थेँ। यिनीहरू दुईवटा चाहिँ कहाँ गइसक्यो भनेर। यिनीहरू दुईवटा खुसीले उहाँ पर पुगिसक्यो। उनीहरू चाहिँ उहाँ पर पुगिसके। उता पर पुगिसके। एउटी चाहिँ उहाँ पर छ गाइस। यहाँ मन्दिर चाहिँ यस्तो बब्बाल छ नि गाइस। तपाईँहरूले मन्दिर अवश्य एकचोटि चाहिँ मन्दिर आउनु होला। मन्दिर चाहिँ बब्बाल छ। मन्दिर चाहिँ राम्रो छ। साथीहरू सबैजना यो भ्लग चाहिँ हेरिदिनु। मन्दिर चाहिँ बब्बाल छ। सबैजना मन्दिरमा आउनु होला। किनकि यो धनेश्वर मन्दिरको सबैभन्दा ठुलो दमकको सबैभन्दा ठुलो मन्दिर हो धनेश्वर मन्दिर। यहाँ आउन सबैजना भिजिट गरिदिनु होला भन्न चाहन्छु। एउटी चाहिँ उहाँ पर आउँदैछ। यहाँ कुद्दैछ। यो चाहिँ मन्दिर आएर कुद्दैछ। अर्किना चाहिँ हेर्नुहोस् कुद्दैछ। फेरि गर त भाइ। फेरि गर दिव्या। मिस्टी पनि गर। गाइस भिडियो यस्तो रहेको छ। सबैजना भिडियो दिनु। आज मन्दिरमा पूजा रहेछ। मन्दिरमा आज पूजा रहेछ। सबैजनाले हेर्नुहोस् मान्छेहरू धेरै छन् है। सबैजनाले हेरिदिनु। यो मन्दिरमा पूजा छ। सबैजना मान्छेहरू यति मान्छेहरू छन् नि यहाँ के भन्नु। मान्छेहरू धेरै छन् मान्छेहरू। मान्छेहरू चाहिँ धेरै छन् मन्दिरमा। यहाँ मन्दिर यस्तो छ मन्दिर चाहिँ गाइस। सबैजना हेरिदिनु होला। जाउँ बाहिर जाउँ। बाहिर जाउँ निस्टी। हामी मन्दिरबाट बाहिर आइसकेका छौँ। मन्दिर सबैजना मन्दिर देख्नुभयो होला गाइस। मन्दिर चाहिँ एकदम राम्रो थियो। मन्दिर हेर्नु भएको छैन भने मन्दिर हेर्नु मन छ भने तपाईँ दमकमा आउनु होला। दमकको धनेश्वर मन्दिर धनेश्वर चोक भन्नु। सबैजना मन्दिर हेरिन्छन्। त्यहाँनिर मन्दिर भिजिट एकचोटि अवश्य गर्नु होला। अब चाहिँ हामी मन्दिरबाट बाहिर आएर हामी डुल्न गइरहेको छौँ। देख्नुहुन्छ मेरो बिनी चाहिँ हेलो भनेपछि मेरो युट्युब च्यानल चाहिँ सबैजना सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। गाइस बिनी चाहिँ भागिरहेको छ। पर्खिनु म तपाईँहरू भागिरहेको छ। दुईवटा मिलेर भाग्दैछन् गाइस। सबैजना देखिन्छु। आमा चाहिँ उहाँ बसिराख्नु भएको छ। निस्टेर बिनीहरू चाहिँ उहाँ गइसके। पर डुल्न गएका छौँ। हामी पर डुल्न गएका छौँ। हेर्नु सक्नुहुन्छ सबैले भागिरहेको छ। खुसी भएर भागिरहेको छ। एउटा चिनिया सिटीमा जाने भन्दैछ। यो चाहिँ सिटीमा जाने भनेर भन्दैछ। पर डुल्न गएका छौँ। यहाँ हेर्नु सक्नुहुन्छ सबैले डुल्न गएका छौँ। यहाँ सक्छ मेरो बिनी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मेरो बिमारी।
यिनीहरू दुईवटा चाहिँ मेरो माइजूको छोरी हो। अब हामी सफारीमा जाने गएर चढ्नलाई उता हेर्न सक्नुहुन्छ। उताबाट चाहिँ काले कुकुर ऊ पर हेर्न सक्नुहुन्छ। काले कुकुर निस्टीको काले कुकुर यिनीहरू चाहिँ निस्टीको काले कुकुर हो। ऊ काले कुकुर पनि आइरहेछ र हामी डुलो गएका छौँ। अब हामी तपाईँले डुलेर उताबाट भिडियो देखाउँछौँ। हामी उता पर कुरा सुन्नु अन्तिमसम्म हेरिदिनु होला। अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्छु म सबैजनालाई। यसको फन्की छ यसको फन्की छ गाइस यसको म भ्लग पनि बनाइदिएको छैन यिनीहरू दुइटै मिलेर दिएको छैन गाइस। लगेर छौँ हामी चाहिँ घरदेखि पर आइसकेको छौँ। घर देखाएको छु तपाईँलाई कहाँ छ भनेर वहाँ पर छ गाइस। म जुम गरिदिएको थिएँ सबैलाई। घर चाहिँ यो ग्रिन कलरको ट्याङ्की देखिन्छ नि त्यो घर। हामी चाहिँ कहाँ आइपुगेको छौँ नि हेर्न सक्नुहुन्छ। हामी चाहिँ यत्रो टाढा आइसकेको छौँ हामी चाहिँ डुल्नलाई। जानु तेरो म सक्दिनँ अब उताबाट डुलेर जाउँ न केही छैन। उताबाट डुलेर जाउँ होइन डुलेर जानुपर्छ क्या मजा आउँछ। यस्तो हातमा छुनु फेरि हराउँदैछ मजा आइरहेछ तिमीहरूलाई मजा आएको छ क्या जुम्ने यताबाट। यता कालो छ पानी पर्छ आज पनि फिक्स भन्छु। बिहान चाहिँ पानी परेर म घर जान पाइनँ। मामला मेरो ठुलो मको एउटा मामला आएको हिजो बेलुका। अनि म आज चाहिँ घर नगएको बिहान पानी परेर। किनकि आज भोलि मम्मीहरू घुम्न जाने भएर त्यही भएर म चाहिँ आज घर नगएको। म आएको चाहिँ यता भोलि एक हप्ता हुन्छ ठ्याक्क। म ठुलो एक दिन मामलामा आज एक रात बसेर अनि बिहान दिउँसोको 12 बजे चाहिँ म ठुलोको घर गएर 3 दिन बसेर आएँ। आज र भोलि बसेर चाहिँ 3 दिन बसेर आएँ। अनि त्यसपछि त्यही भन्न चाहन्छु साथी गाइस बिनहरूसित म डुल्न गइरहेको छु। गाइस हेर्नु कुकुर सुतिरहेको रहेछ। यो कुकुर त सुतिरहेको छैन सबैजना हेर्नुहोस् कुकुर त सुतिरहेको। अनि हामी चाहिँ यहाँ बाटोतिर पनि आइपुगिसक्यौँ। अब चाहिँ हामी यताबाट घुम्दै घर जान्छौँ नि। हामी बाटोमा आइपुगिसकेको छौँ। अब चाहिँ हामी घुम्दै घर जान्छौँ। हामी चाहिँ घर जाँदैछौँ। हामी घर यताबाट जाँदैछौँ। हामी चाहिँ डुल्नलाई गइरहेको छौँ साथीहरू। यहाँ बहिनीहरूसित म डुल्न गइरहेको छु। भाइ भन्दैन यहाँ देख्नु सक्छ हामी दुईजना बहिनीसँग आएको छौँ। बहिनीहरू चाहिँ एकदमै खुसी भइरहेछन् मसित डुल्नु आएर। हामीले दिउँसो आइसक्रिम पनि खाएको थिएनौँ। हामीले आइसक्रिम खायौँ अघि घरमा खरबुजा अनि अङ्गुर काँक्रा खायौँ। अनि हामी घुम्न आयौँ। मन्दिर पनि गयौँ होइन मन्दिर पनि गयौँ। अब हामी चाहिँ घर जाँदैछौँ। अब चाहिँ हामी घर गइरहेछौँ। हामी चाहिँ बाटोमा अघि चाहिँ हामी घरबाट हामी टाढा आइपुगेको छौँ। यहाँबाट चाहिँ घर पनि देखिँदैन। घर अब फेरि घुमेर अर्को बाटो घुमेर जाँदैछौँ। अनि यिनीहरू दुइटा घर हो मेरो चाहिँ मामला हो। हामी चाहिँ घुमेर जाँदैछौँ यताबाट अर्कै बाटो। अनि हामी बाटो छ पुरा। हामी घरदेखि बाटोमा आइपुगिसक्यौँ। बाटो नै बाटो देख्नु तपाईँहरूले हामी यहाँ बाटोमा आइपुगेको छौँ। तपाईँहरूले मन्दिर आउनु छ भने चाहिँ लोकेसन चाहिँ के अरे तपाईँले मन्दिरमा चाहिँ आउनु छ भने चाहिँ लोकेसन म भनिदिन्छु तपाईँलाई। तपाईँ धनेश्वर चोक भन्नु तपाईँहरूलाई ठ्याक्कै धनेश्वर मन्दिर लेखेको छ त्यहाँ। तपाईँहरू गेटमा उता जाने बाटोतिर रोकिन्छ। तपाईँहरूले अगाडिको गेट आउनु छ भने चाहिँ गाइस यो बाटोबाट आउनु होला। अगाडिको गेट आउनु छ भने चाहिँ यो बाटोबाट आउनुभयो भने यो बाटो म आएको बाटोबाट म जाँदैछु नि यो बाटोबाट आउनु भने चाहिँ तपाईँहरू फिक्स सिधै मन्दिरको गेटमा पुग्नुहुन्छ। उता पछाडिबाट आउनु भने चाहिँ उता अर्को बाटो आउनु भने चाहिँ पछाडिको गेटमा पुग्नुहुन्छ। अगाडिको गेटमा जान्छ भने चाहिँ त्यो बाटोमा आउनु। गेटमा जान्छ भने चाहिँ यो बाटोबाट आउनु होला। पछाडिको गेटमा जान्छ चाहिँ त्यो बाटो छ नि त्यो बाटो यता साइड त्यो बाटो सिधा बाटो छ नि त्यो बाइक गएको त्योदेखि यस्तो साइड यता जानुपर्छ। यताबाट यता गएर उता परबाट यस्तो आएपछि चाहिँ त्यो
अर्को मन्दिरमा पुगिन्छ अर्को गेटमा पुगिन्छ यो बाटोबाट चाहिँ आउनु भने चाहिँ फर्स्टको गेटमा पुगिन्छ पहिला अगाडिको गेटमा पुगिन्छ यो बाटोबाट आउनु भने चाहिँ अगाडिको गेटमा पुगिन्छ जानुहुन्छ अगाडिको बाटो मैले भनेको गेटबाट जानु अगाडिबाट पुगिन्छ मैले भनेको बाटोमा जानु पछाडिको गेटमा पुगिन्छ अर्को बाटोबाट जानु चाहिँ पछाडिको गेटमा पुगिन्छ यहाँ बिना चाहिँ उहाँ चाहिँ खुसी उहाँ पर जाँदैछन् गाइस सबैजना जाँदैछन् मसित घुम्न आएर खुसी हुँदैछन् यिनीहरू खुसी हुँदैछन् गाइस सबैजना घर जाँदैछौँ घरको बाटो जाँदैछौँ अहिले चाहिँ हामी अर्को बाटोबाट छौँ घर यहाँबाट घर देखिँदैछ गाइस देखाउँछु तपाईँलाई कति टाढाको छौँ भनेर उता परको ग्रिन कलरको ट्याङ्की भएको चाहिँ ग्रिन कलरको ट्याङ्की छ नि यो गाइस यो ग्रिन कलरको ट्याङ्की त्यो चाहिँ हाम्रो घर मेरो मामालाई यिनीहरूको घर उसको र परको उनीहरूको दुईवटा घर कति टाढो छ भने तपाईँले देखाउँछु नि हेर्नुहोस् घर चाहिँ यत्रो टाढो छ सबै हेरिदिनु होला घर चाहिँ यति टाढो छ नि गाइस पुगिसकेको छ उता हेर्नु त कति पर पुगिसकेको छ यहाँ म जुम गरिदिएको त्यस्तो बेला नि हेर्नुहोस् कति पर पुगिसकेको छ त्यो चाहिँ देख्नु सक्नुहुन्छ हेर्नु सक्नुहुन्छ अब चाहिँ म घरमा नि आइपुग्न लागेको छ लगभग घर अब 5 मिनट छ 5 मिनट छ अहिले दिदी चाहिँ को निस्टी अहिले दिदी को अघिको मेम हो हाम्रो तिमीहरूको मेम गाइस आफ्नो बहिनीले मेरो माइजूको छोरी यानि कि बहिनीले चाहिँ आफ्नो म्यामलाई भेटेको छ म्यामलाई भेटेँ एउटी चाहिँ उहाँ पर ऊ पर चाहिँ तपाईँहरूले देख्नु भएन भने ऊ त्यो त्यता यताको जाने बाटो छ नि त्यहाँबाट भित्र छिरिसक्यो त्यो त अर्की चाहिँ नै छ अर्को चाहिँ मसित चाहिँ यसको बहिनी चाहिँ उहाँ पर पुगिसक्यो त्यसलाई मसित भ्लग बनाउँदा कस्तो लाग्यो राम्रो लाग्यो के भन्न चाहन्छस् सबैजनालाई आलु भन्न चाहन्छु ब्लग के भन्छ सबैजनालाई आलु भन्न चाहन्छु आलु आलु भन्छ सबैलाई लाइक कमेन्ट गरिदिनुहोस् बहिनीले भनेपछि सबैजना लाइक कमेन्ट गरिदिनु अरे यो मेरो भ्लग हो एसएसके ब्रदर भ्लग हो यहाँ बहिनी र मेरो भ्लग बहिनीसित मैले बनाएको भ्लग हो यो फेरि सब्सक्राइब भन्दैन बाई साथी सबैजना सब्सक्राइब भन्दिनु होला नि यो एउटा भन्नु पनि आउँदैन एउटा भन्नु नि सबैजना यो भ्लग सब्सक्राइब गरिदिनु पर्ने चाहिँ हामी घर आइपुग्न आँटेछौँ सबैजना अब चाहिँ हामी घर देखाउँछु तपाईँलाई अघि कति टाढो छ भने अहिले चाहिँ कति नजिकै छ अब चाहिँ देख्न सक्नुहुन्छ यो घर हो अब चाहिँ नजिकै छ यो छ नि यो ब्लू कलर घर यो घर अहिले चाहिँ नजिकै छ गाइस घर पनि आइपुग्न छौँ अनि यहाँ चाहिँ एउटा फ्याक्ट्री छ पानी फ्याक्ट्री छ यहाँ चाहिँ हाम्रो मामाबाट छेउमा नजिकै पानी फ्याक्ट्री छ अब आज पानी फ्याक्ट्री पनि छ यहाँ मन्दिर आउनु छ भने चाहिँ मैले भनेको बाटोबाट आउनु भने चाहिँ अब ठ्याक्क आउनुहुन्छ त्यो मन्दिर आउनुको लागि बाटो चाहिँ के अरे क्याम्पस मोड भन्ने क्याम्पस मोडदेखि भित्र आउनुपर्ने हुन्छ तपाईँले अनि त्यहाँदेखि आएपछि चाहिँ तपाईँले धनेश्वर चोक लगिदिनु भनेपछि मन्दिरमा लगिदिन्छ गाइस यति भन्दै आजको भ्लग तपाईँ अन्त्य गर्न चाहन्छु हस् सबैजनालाई बाई बाई सबैजना बाई 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 सबैजनालाई यो भ्लग चाहिँ सबैजना हेर्दैन बाई बाई अन्तिमसम्म साथ दिनुभएको सबैलाई धन्यवाद बाई 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 बाई